काम गरेर देखाइदिन्छु म ठोक्का साथी। म फलाना गुरुको वैदेवाकोमा शिक्षौ भनेर पनि यहाँ ब्ल्याकमेल गरिरहेको छन् दर्शकबिनहरू। म के भन्न गएँ भने हेर्नुहोस् थरी थरीका सेनाहरू हुन्छन्। हामी तान्त्रिकले पनि कयौं वर्षदेखि आज 45-46 वर्षबाट हामीले अध्ययन गरेर आइएको छ दर्शकबिनहरू। हेर्नुहोस् धेरै दुःख र पीडा सहेर आज यो ठाउँमा छौँ। अब र अर्को कुरो म के भन्न चाहन्छु भने कतिपयले हामी कहाँ थुप्रै उपचार गर्नुभयो। उहाँहरूलाई दर्शकबिनहरूमा के भन्न चाहन्छु भने उपचार गर्नुहोस् त पूर्ण रूपले उपचार गर्नुहोस्। एक ठाउँमा जानुहुन्छ 2-4 दिन गर्नुहुन्छ अनि त्यहाँबाट फेरि कता हो कता फेरि अर्को ठाउँमा। राम्रोसँग ट्रिटमेन्ट गर्नुहोस्, राम्रोसँग उपचार गर्नुहोस्। बरु कहीँ कतै कमी कमजोरी भएमा वैद्य बाबाजी के गर्ने कसो गर्ने सल्लाह सुझाव लिन सक्नुहुन्छ। तर पछाडि यस्तो र उस्तो भन्न पाउनुहुन्न। खबरदार। राम्रोबाट राम्रै भन्छु म, नराम्रोलाई नराम्रै भन्छु। म दही चिउरे काम गर्दिनँ, सत्य रूपबाट हिँड्छु। सामाजिक सञ्जालमा म आज बोल्दैछु। उपचार गर्नुहोस् त पुरा तरिकाले गर्न, फुल उपचार गर्न, हामीलाई पनि ट्रिटमेन्ट गर्न दिनुहोस्। कसरी समाधान गर्ने, यी नकारात्मक तत्त्व सेनाहरूलाई कसरी चाहिँ बाजा बजाउने, कहाँ लगाएर राख्ने, कतिपयले फुकेर मात्रै हुँदैन। फु फु गरेर कहिले समाधान हुँदैन। कतिपय कुराहरू भन्न नमिल्ला सामाजिक सञ्जालमा जोडिनुहोस्, राखिदिन्छु म कुरो। म यही सामाजिक सञ्जालमा के भन्न चाहन्छु भने विद्या छ भन्दा लापरवाही नगर्नुहोस्। असल ठाउँमा प्रयोग गर्नुहोस्, असल विद्या प्रयोग गर्नुहोस्। सारा संसारमा सबैको हृदयमा ईश्वर बस्नुहुन्छ। तर त्यो ईश्वरी शक्तिसँग टक्कर लिइरहेछ औषध शक्ति। मेरै हो संसार भनिराखेछ। म भन्दा ठुलो संसारमा कोही पनि छैन भनिराखेछ। तर अन्तिममा नाश भएर गइरहेको छ। ईश्वरी शक्तिलाई कसैले पनि जित्न सक्दैन। हामीलाई दिनुभएको विभिन्न शक्ति, त्यो दुष्ट शक्तिलाई कुन अवस्थामा कहाँ राख्ने, कसरी ध्वस्त पार्ने, त्यो सबै दिनुभएको छ। जहाँ राम भगवान हुनुहुन्थ्यो त्यहाँ रावण पनि थियो। मुखले चाहिँ मिठो शब्द गर्ने, दिउँसो चाहिँ दिनमा चाहिँ कति राम्रो भने चाहिँ घर गाउँ गाउँ चार्ने, राति भएपछि फेरि कोले के गर्नु छ। कसको भैँसी, कसको बाख्रो, कसको खेतीपाती, को विदेश, को स्वदेशमा गएका सम्पूर्ण चाहिँ विदेशी वैदेशिक रोजगारमा गएकाहरूलाई हेर्न छटपट्टि बनाइदिनु, फेरि जहाँबाट गयो त्यसैलाई फर्काइदिनु, खेतीपाती नाश गराइदिनु, वस्तुभाउ सम्पूर्ण चाहिँ प्राणीलाई मारिदिनु। त्यति मात्र नभए हामी मनुष्यलाई पनि सखाप बनाइदिनु उसको विद्याले। उसको काम भनेको खाली उसलाई अर्काको मुटु कलेजो रगत चुस्ने र खाने त्यस्ता किसिमका बदमासी किसिमको सेनाहरू पालेका हुन्छन् दर्शकबिनहरू, जसलाई छोडा भनिन्छ। त्यो धेरै जस्तो बिरालोको रूप धारण गरेर हिँड्छ दर्शकबिनहरू। हेर्नुहोस् रातो रात जा बाबु त खेतमा चाहिँ पानी हालेर आइज, आँठो लगाएर आइज, फलाने चिजले सबै काम गर्छ। तपाईँहरूले अन्धविश्वास भन्नु होला, आउनुहोस् न, आउनुहोस् प्रमाणित गरेर देखाइदिन्छु तपाईँको। रातिको 12 बजे हिँड्नुहोस् त। के भन्नुभएको छ तपाईँहरूले? हुँदैन भन्नुभएको छ? किन हुँदैन? तपाईँको संसारमा जहाँ राम्रो छ त्यहाँ नराम्रो पनि छ। यी दुईटै शक्तिहरू छन्। त्यो सबै नराम्रो शक्तिले आज यहाँसम्म लिएर आएको छ। अहिले यो भूतमाडी, यो कलियो। म त बोल्न जान्दिनँ दर्शकबिनहरू, काम गरेर देखाइदिन्छु म ठोक्का साथी। कस्ता कस्ता मेरो भिडियोमा वैद्य बाबा, तान्त्रिक वैद्य बाबा पनि मेरै हो दर्शकबिनहरू। देवघाट तान्त्रिक वैद्य बाबा पनि मेरै हो, कुनै शिक्षा छैन। फेरि यो तान्त्रिकवाला मेरो गुरु हुन्। म फलाना गुरुको वैद्य बाबाकोमा शिक्षौ भनेर पनि यहाँ ब्ल्याकमेल गरिरहेको छन् दर्शकबिनहरू। म उसलाई यस्तो किसिमको चेला बनाउँछु, म मरेर गए पनि, म खरानी भए पनि मेरो विद्या कहिले पनि नजाओस्।
म दिन्छु, म उसलाई दिन्छु जो पवित्र आत्माले, जसले मलाई विश्वास गर्छ, हर दुःखमा मलाई साथ दिन्छ। म खरानी बनाएर फाल्दिनँ, म दिन्छु। आउनुहोस्, जुनसुकै कुनामा बस्नुभएका सम्पूर्ण मेरो भाइबन्धुहरूलाई, तपाईँलाई यदि विचार छ भने जोडिनुहोस्, लिनुहोस्, म दिन्छु। तर सत्य ज्ञानलाई केही समय लाग्छ, असत्य ज्ञानलाई छिडित रूपमा हुन्छ। नकारात्मक विद्या तपाईँले लिनुहुन्छ भने धेरै समय लाग्दैन त्यो विद्या सिक्न। तर हाम्रो जस्तो असल विद्या लिनको लागि केही समय लाग्छ, कठिनाइ पनि हुनेछ, अलिकति दुःख परिश्रम गर्नुपर्ने हुन्छ। 10 मिनटहरू लिन सक्नुहुन्छ। हस्, धन्यवाद।